हाई एभ्रिवान, मैले लिएर आइसकेको छु एउटा नयाँ भिडियो जसमा तपाईँहरूलाई म गइरहेको छु बताउन हाउ टु डिलेट टिकटक एकाउन्ट पर्मानेन्टली। हेर्न सक्नुहुन्छ म चाहिँ अहिले टिकटकको फ्रन्ट पेजमा छु। मेरो आफ्नै यो एकाउन्ट हो। म गइरहेको छु डिलेट गर्न यो एकाउन्ट। सो यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ माथितिर 3 डट छ, यहाँ क्लिक गर्छु। त्यसपछि यहाँ छ सेटिङ एन्ड प्राइभेसी, क्लिक गर्छु। त्यसपछि तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ एकाउन्ट छ, यहाँ क्लिक गर्छु। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ एकाउन्ट इन्फर्मेसन, पासवर्ड। यहाँबाट चाहनुहुन्छ पासवर्ड चेन्ज गर्न भने पासवर्ड पनि चेन्ज भइहाल्छ। त्यसपछि यहाँ चाहनुहुन्छ तपाईँहरू डिलिट गर्ने त यहाँ डिलिट गर्ने पनि अप्सन छ, यहाँ डिलिट एकाउन्ट क्लिक गर्ने। त्यसपछि तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ पर्मानेन्टली डिलिट भइहाल्छ तपाईँको 30 दिनको भित्रै। इफ चाहनुहुन्छ रिकभर एकाउन्ट गर्नको लागि तपाईँ 30 दिनको भित्र यो एकाउन्ट रिकभर पनि भइहाल्छ इफ चाहनुहुन्छ भने। होइन भने तपाईँ चाहनुहुन्छ कि पर्मानेन्टली डिलिट भइहालोस् मेरो एकाउन्ट, त यहाँ पर्मानेन्टली क्लिक गर्नुहोस् डिलिट एकाउन्ट। त्यसपछि तपाईँहरू यहाँ केही तपाईँसँग रिजन छ किन डिलिट गर्नु भइरहेछ त त्यो रिजन हाल्नु, होइन भने स्किप माथितिरबाट गरिदिनु। त्यसपछि तपाईँहरू इजिली यहाँबाट क्लिक गर्न सक्नुहुन्छ कन्टिन्यू बटन, यहाँ टिक लगाएर। त्यसपछि फेरि तपाईँको कन्टिन्यूको अप्सन आउँछ, यहाँ क्लिक गर्नु कन्टिन्यू बटन। त्यसपछि तपाईँ जे पासवर्ड राख्नु भएको छ तपाईँको एकाउन्टको त्यो पासवर्ड राख्नु, अनि त्यसपछि डिलिट एकाउन्ट क्लिक गर्नु। एकछिन मेरो पासवर्ड चाहिँ लेखिरहेको छु। ओके, यहाँ आइहाल्यो। आर यु स्योर यु वान्ट टु डिलिट एकाउन्ट? यस, मैले स्योर छु, एकाउन्ट डिलिट गर्छु म आफ्नो। यहाँबाट डिलिट गर्छु।